मात्रै जाने जम्मा गर्ने युट्युबमा भ्यू जम्मा गर्ने टाइम छ अहिले त्यसले चाहिँ कस्तो विकृति ल्याइरहेको छ हैन त्यो राम्रो कुरा हो तपाईले भन्नु खोज्नुभयो अर्थ मैले बुझेँ तर भन्छ नि छोटो समयको चाहिँ पपुलारिटीको लागि त्यसले दीर्घकालीन रूपमा चाहिँ असर पार्छ त्यो सिधै कुरा हो तर मेरो विचारमा त्यो होइन कि अलिकति बुझेर यो के हो यो त महासागर हो गीत सङ्गीत भन्ने चिज कलाकारिता भन्ने चिज महासागर हो ताकि म त्यो सागरको छेउमा पनि छालमा पनि पुग्न सकेँ होइन त्यस कारणले त्यो यो खोला हो धमिलो खोला हो त्यो धमिलो त्यो बाढी आएको बेलामा कहिले फोहोर पनि बगाएर ल्याउँछ कहिले पानी त्यो त्यही पानी सङ्लो पनि हुन्छ त्यस कारणले यो छानेर हेर्ने काम श्रोता दर्शकलाई दिन्छु म र यसले खासै भन्नुपर्दा मलाई भन्नुभन्दा पनि जस्तै हाम्रो नयाँ नयाँ भाइ बहिनीहरू आउनु भएको छ उहाँहरूलाई एकदम असर पर्छ अलिकति त्यसले बुझेर त्यो क्षेत्रलाई बुझेर त्यस्तो काम गरिदिनु भएदेखि अझ राम्रो हुन्छ जस्तो लाग्छ मलाई भनेपछि अहिले यो जुन अहिले युट्युबमा चाहिँ भिडियोहरू अपलोड हुन्छ तपाईँहरूको त्यो राम्रै पक्ष हो नराम्रो होइन तर पनि अलिकति युट्युबमा भएको चाहिँ भ्युजहरूबाट रोयल्टी लिने गर्नुभएको छ आफू तपाईँ राजुजी कलेक्सन भइरहेको छ अब सायद अब छिटै पाउँछ होला त्यो सबैभन्दा बढी तपाईँको रुचाइएको युट्युबमा कुन चाहिँ भिडियो मैले गाएकोमा गीत मध्येमा चाहिँ त्यो गीतको अलिकति अंश सुनौँ सुनपानी छर्क माइलो भन्ने हो त्यो चाहिँ अलिकति बढी युट्युबमा चाहिँ मेरो पनि साह्रै मनपर्ने गाना हो हजुर यो चाहिँ अलिकति यसको ब्याकग्राउन्ड नै अघि नै मैले भनिसकेँ त्यस्तै सुन्दरमा बनाएको गीत हो जाति छुवाछुत हजुर लभ स्टोरी पनि यो हिसाबले अन्धो समाज अन्धो छ रे त अन्धो छ रे त किन त्यसै तर्किन्छौ मसित जति सक्छौ तर्क मायालु मैले छुँदा छोइन्छ भने त सुनपानीले छर्क मायालु मिनाजीलाई चाहिँ दोहोरी फर्का जस्तो भएको मनमा लागेको भनिहाल्नु भयो भने चाहिँ केही फरक पर्दैन होइन मैले दोहोरी कतिको खुर्छ तपाईँलाई चाहिँ अन द स्पट दोहोरी हुन्छ नि हजुर मेरो विशेष भनेकै दोहोरी हो अब राजुजीको चाहिँ अब नामै त लोक दोहोरी गाएको एकचोटि दुईजनाको दोहोरी सुनौँ न है मलाई त एकदम धेरै वर्ष भयो अगाडि नै बसेर दोहोरी नसुनेको अनि ठिकै छ नाताले बहिनी हो तर गीतमा केही फरक पर्दैन छुट्छ नि अहिलेलाई छुट्छ त त्यो कन्सेन्ट लिएपछि सबैजना हुन्छ हजुर टिप्छु फुला डर छैन काँडाको तिम्रै हो मन सम्झ टाढाको मिरमिरेको घाम मिरमिरेको घाम लर्के जोबान तिम्रै हो राम राम ढाँटे मरे घाम मैले पनि अर्की नै रोज्दिउँ कि सिडनीतिरै एउटा ज्वाइँ खोज्दिउँ कि मिरमिरेको घाम मिरमिरेको घाम लाउनु वचन लाइसक्यो पापिनी रुँदै कता जाम हे जान्छु भन्छौ जाऊ माया छोड्ने भयो बिटुलो पारेर मिरमिरेको घाम मिरमिरेको घाम लर्के जुबानी तिम्रै हो राम राम ढाँटे मरिजन यतैतिर लग्न त बरु भुल्यौ कालो बितेका दिनहरू मिरमिरेको घाम तिम्रो शरीर
चोखै छ निर्माया मेरो छैन काम। अब यो दोहोरी भिडन्तलाई कुराकानी अगाडि बढौँ। बडो रमाइलो यो दोहोरी जुन गर्नुहुन्छ तपाईँहरू, दोहोरीमा चाहिँ नि हुन त स्कुलको अवस्थामा स्कुलको जुन बाल्यकालमा मैले पनि अलिअलि भाग लिन्थेँ। त्यतिखेर चाहिँ टिचरहरूले हामीलाई जे सिकाइदियो त्यसमा चाहिँ नि अलिकति रिथिङ मात्रै गर्नुपर्ने हुन्थ्यो। तपाईँको रेडिमेड हुन्थ्यो? रेडिमेड हुन्थ्यो हाम्रो। हामीले चाहिँ रेडिमेड कहिले पनि हुँदैन। हाम्रो घोकन्ते दोहोरी होइन, जुन अहिले भर्खरै मैले देखेँ अन द स्पट। कस्तो प्रोसेस चल्छ दिमागमा? कसरी जाने उहाँले बोल्दा गाउँदा जुन पहिलो जवाब दिनुभयो उहाँले गाउँदै हुनुहुन्थ्यो त्यो गीतमै सोच्नु। तपाईँले जसरी हामी दाजुभाइ गफरी आएछौँ नि यसै यही हो दोहोरी। मैले अघि सोधेको प्रश्नलाई त्यो दोहोरीमा जवाब दिनुहोस् न। तपाईँले भन्नुभएको थियो कि मैले बुझिनँ। मैले मेरो चाहिँ तपाईँको दोहोरीमा चाहिँ कसरी दिमागभित्रै चाहिँ कसरी गीतमै सोचेर गीतमै कसरी बोल्नुहुन्छ भने हुन कहिले मन कहिले फोरी हाम्रो लागि गिदिनै दोहोरी मिरमिरेको घाम मिरमिरेको घाम यता कामकाज सिद्धेसी एकाली सट्टा घुम्न जाम। यो अहिले लास्टको चाहिँ बडो मार्मिक थियो होइन, उहाँले सिरियस लिनु भएको छैन, जानु हुँदैन पनि। अनि हाम्रो राजुजीलाई फेरि अब यो लामो समयदेखि यसमा हुनुहुन्छ, अहिले अब लगभग रिटायर हुने पनि बेला, कहिले कहिले रिटायर हुने बेला हो? रिटायर सायद मैले अघि नै भनिसकेँ, यो धरतीले जहिले बिदा गर्छ त्यही दिन म रिटायर हो। मान्छे मर्ने जान्छमा गीत गाउँदै मर्ने पानकै पातै है। त्यति माया लाग्छ नेपाली गीत सङ्गीतको? होइन, सायद मेरो आमाले यही लोकदोहोरीलाई नै माया गरेर भनेर जन्माउनु भएको होला जस्तो लाग्छ कहिले काहीँ चाहिँ। यो जुन नेपाली गीत सङ्गीतलाई लिएर देश विदेशमा जानुहुन्छ अनि जुन चाहिँ नेपाली यो लोकगीत चाहिँ नेपालको लोकदोहोरी जस्तो इन्डियाको जुन बलिउड भन्छ, इन्डियाको चाहिँ आफ्नो लोक भाका पनि जुन छ अहिले बाहिर बाहिर जुन पन्जाबी भन्छन् भाङ्रा, अनि उतापट्टि तपाईँ गुजरातको भयो डान्डिया, यिनीहरू यो सबै बाहिर बाहिर पपुलर एकदम भइरहेको छ। हाम्रो लोक सङ्गीत नेपालमै लोप हुन लागेको अवस्थाबाट अहिले माथि उठेको छ होइन। अन्तर्राष्ट्रिय स्तरमा जस्तै अब अहिले विभिन्न विदेशी कलाकारहरू पनि सिमसिमे पानीमा गएर युट्युब भिडियो टन्नै देखिन्छ। अब यसलाई अझै नै पनि त्योभन्दा माथि लेभलमा पुर्याउनलाई के गर्नुपर्छ जस्तो लाग्छ तपाईँ दुवैजनाको चाहिँ नै? मेहनत एकदम ठुलो कस्तो कस्तो क्षेत्र? जस्तै अहिले हाम्रो अन्तर्राष्ट्रिय गीतको रूपमा हेर्दाखेरि अब के सिमसिमे पानी सन्डे मर्निङ लभी आएको छ नि अन्तर्राष्ट्रिय गीत। अनि त्यस्तै हाम्रो के अरे रेसन फ्री भयो। हजुर, यो एकदम अन्तर्राष्ट्रिय जगतमै चलेको गीतहरू भए। यस्तै तरिकाले चल्नको लागि चाहिँ त्यस्तै सिर्जनाको खोजी गर्नुपर्छ जस्तो लाग्छ मलाई। अनि अर्को एउटा प्रश्न गरौँ तपाईँलाई नै फेरि, यो जुन अब हाम्रो प्रेमराजा महतो हुनुहुन्थ्यो, उहाँ जस्तो एउटा प्रेमराजा महतो धेरै गायकहरू हुनुहुन्छ, उहाँलाई मात्रै पार्टिकुलर होइन। यो गायक गायिका विदेश पलायन हुनलाई तपाईँले कसरी लिनुहुन्छ? एउटा चाहिँ क्षेत्रमा छाएको गायक गायिका भनौँ है, आफूलाई करेक्ट गर्छु। यस्तो हुनसक्छ, अब त्यो विभिन्न कारण हुनसक्छ। जस्तै अब देशमा राजनीतिक अस्थिरता बढ्दै जानु, स्थिरता नपाउनु एक नम्बर। 2 नम्बर कलाकारिता क्षेत्रमा लागेर बाँच्ने आधार पनि नहुनु। अब 3 नम्बरमा भन्नुपर्दा त्यो एउटा बाध्यकारी अवस्था कसरी सिर्जना हो भन्नु। अब जस्तै अब प्रत्येक गीत सङ्गीतले मात्रै बाँचेको अवस्था मैले भेट्दिनँ अधिकांश कलाकारहरूलाई, अतिरिक्त क्रियाकल्प गर्नै पर्यो। राजु परिवार बाँचेको छ गीत सङ्गीतले मात्रै? सायद हिँड्देखि आज गाउँमा हलो छोडेर आएपछि यो गीत सङ्गीतले बचाएको छ है। राम्रो प्रगति। अनि मिनाजीको चाहिँ कसो छ गीत सङ्गीतबाट? हजुर, मेरो पनि आजसम्म जसो तसो चलेकै छ। भगवान्ले चाहेको सोचेको पुऱ्याउनु भएको छ। हजुर, यो तपाईँले चाहिँ यो नेपाली जुन एउटा अग्रज गायक गायिकाहरू विदेश पलायन भएको देख्नु भएको हुन्छ होइन? लाग्दैन कहिले कहिले म पनि यो नेपालमा कति घिचपिटी बसिराख्नु, अब बस्दिउँ कि एउटा देशमा गएर भिसा लागेको हुन्छ भनेर लाग्दैन? त्यो विषयमा पनि मनमा कुरा खेल्छ, तर निर्णय गर्न सकेको अवस्था होइन। भनेपछि मौका पाए नछोड्ने अवस्थामा होइन, के गर्ने एउटा हुन्छ नि दोधार। हजुर, हाम्रो कार्यक्रम आइदिनु भयो, कार्यक्रम शोभा बढाइदिनु भयो र विशेष त पहिलोपल्ट यस कार्यक्रममा लोकदोहोरीमय बनाइदिनु भयो, एउटा रस हालिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ तपाईँको बहुमूल्य समयको लागि। हस् दर्शकहरू, नचाहँदा पनि आजको यस कार्यक्रमबाट बिदा लिने बेला भइसकेको छ। अब आउने कार्यक्रमहरूमा यस्तै रमाइला प्रसङ्गहरू र अन्य व्यक्तिहरूसँग कुराकानी गर्ने जमर्को गर्ने नै छौँ।
त्यति बेलासम्मको लागि हेर्दै गर्नुहोला एमएन टिभी।